कार्यक्रम गर्दै गर्छ कि यसरी सबै जमघट भएको हिसाबले फोटो भिडियो पनि अहिले अनुमतिको लागि मैले कुरा गरेँ। ल हुन्छ भने एकदम ताली बजाइदिनुहोस्। र हामी धेरै लामो गर्दैनौँ, छोटो बसाइ गर्छौँ। थाहा छ तपाईँहरू व्यस्त हुनुहुन्छ, व्यस्तै भयो 10 बजी हामी 10:30 अनि 11 11:30 हुन लागेछ। अब 2 घन्टा 3 घन्टा जतिको कुराकानी गर्ने भन्ने थियो है। त्यही अनुसार तपाईँहरू पनि अलिकति माइन्ड मेकअप गराउनु होला, हुन्छ। र अब म अलि सजिलो बनाउन खोज्छु तपाईँहरूलाई अप्ठ्यारो तपाईँहरूलाई सजिलो भयो नि, मलाई अप्ठ्यारो लागिरहेको छ। अलि सजिलो छ भन्नु मान्नुहोस् कि तपाईँ घरमै हुनुहुन्छ अथवा रेस्टुरेन्टमा खाजा खानु बस्नु भएको छ अथवा आरामले शौचालयतिर बस्नु भएको छ होइन। अब कोदो रोप्ने बेला तपाईँहरूले कोदो रोप्ने रोप्दै रोप्दैन, रोप्छ रोप्दैन कोदो रोप्दा रोप्दै एकदिन यसो शीतलमा बस्ने नि होइन, त्यस्तो खाना खाने बेलामा हो त्यस्तै सम्झिन्छ आरामले बस्ने हुन्छ। त्यसो भन्दै गर्दाखेरि म बस्ने उठाउने गरिराख्छु, तपाईँ एकदम उठिदिनु पऱ्यो। यो तपाईँहरूलाई मनपर्छै पर्दैन यो। ल म रङ सोधेको, कोही हुनुहुन्छ यो रङ मन पराउने? अर्को को हुनुहुन्छ? ल ल आउनुहोस् त मन पराउनु ल तपाईँ पनि अरू नै आइदिनुहोस् न एक दुईजना को हुनुहुन्छ? ल यहीँ दुईजना पनि छ हामी पानी ल। अब यो रङ मन पराउने हो ल दिदीलाई मन पराउने भयो नि हुन्छ, यो मन पराउने भयो नि ल ल पानी ल तपाईँहरू यो हातकै बस्नुहुन्छ यही हो है, हातकै अब ल ठिक छ, तपाईँलाई कुन मन पर्छ भने ल तपाईँले भन्नु जुन दिन पाउनुहुन्छ। ल पहिलो मन पराउने शिवजीको रङ भर्खर साउन गएको छ, ओके तपाईँ पनि हो पहिलो लगाउनु भयो। ल आउनुहोस् तपाईँले मसँगै जाने हो तपाईँले, दोस्ती हो तपाईँहरू ल पाँचजना है ल यता ल हो तपाईँ पनि हो ल तपाईँ यहीँ आउनुहोस् न, यहाँ तपाईँको ठाउँ राखेको मैले उहाँहरू चारजनासँग तपाईँलाई ल उहाँलाई एकै ठाउँमा बोल्नु बोल्नु गरेर बस्नु ल यसो हात समाउनु त ल म लिएर आउँछु हात समाएर बोल्नु ल बेटा गाड्नु पाउने पो छ ल बेलुन नै तपाईँहरूलाई त समाउनु अब हातमा बोल्नु पऱ्यो बोल्नु भएर बस्नु ठिक छ। सबैसँग बेलुन छ होइन है पेपर मलाई पेपर छ पेपर है अब यसो गर्ने अब हात समाउनु पाइँदैन,